कोरियामा एग्रिकल्चर कतिको राम्रो हुन्छ केही इन्फर्मेसन देऊ न प्लिज भनेर कमेन्ट गर्नुभएको रहेछ। अब फाइदा पनि छ बेफाइदा पनि छ के यो एग्रिकल्चरमा चाहिँ। कोही बेला लास्टै गाह्रो हुन्छ काम है, कोही बेला यसरी सजिलो पनि हुन्छ है। कुर्सीमा बसेर चट्टा लाएर यो पिन भयो यो यसले यहाँ यो बिउ यसरी राख्नुपर्छ है। अब कोही बेला यति गाह्रो काम हुन्छ। अब यो फाइदाको पक्ष भयो, बेफाइदाको पक्ष भनेर चाहिँ अब फिनिल हाउसमा काम परेको छ भने लास्ट गर्मी हुन्छ है। पङ्खा लिएर बसेको छु, माथि माङ लगाएको छ तै पनि गर्मी हुन्छ गाइज। त्यस्तो अवस्थामा चाहिँ अलिक गाह्रै हुन्छ क्या काम गर्नलाई साथीहरू। त्यही भएर मेरो विचारमा चाहिँ आउन पायो भने म्यानुफ्याक्चर नै राम्रो हो जस्तो लाग्छ कि मलाई चाहिँ। एग्रिकल्चरको बेफाइदा भनेको यो गर्मी मात्रै हो, अरू भने त्यस्तै हो।